Brought to you by International Money Express IAME, All Airlines Services and beyond. प्रभु मनी ट्रान्सफर प्रभुको इच्छा। नमस्कार, कार्यक्रम रोजगारको आजको नयाँ श्रृङ्खलामा स्वागत छ। दर्शकबिन, तपाईलाई थाहा नै छ, खाडी क्षेत्रमा रहेका महिलाको रोजगारी कसैका लागि सञ्जीवनी साबित भएको छ भने कसैका लागि अभिशाप बनेको छ। आज हामीले तिनै क्षेत्रमा रहेका नेपाली महिलाहरूको बारेमा विशेष कार्यक्रम तयार पारेका छौं। Brought to you by International Money Express IAME, All Airlines Services and beyond. प्रभु मनी ट्रान्सफर प्रभुको इच्छा। पहिलो पटक वेटरको रूपमा कतार प्रवेश गर्दा काठमाडौँ कोटेश्वरकी रत्ना बस्नेतले 4-5 वर्ष मात्र उता बिताउने योजना बनाएकी थिइन्। रमदा होटेलबाट खाडीमा आफ्नो करियर सुरु गरेकी रत्नाले राजधानी दोहामै 10 वर्ष बितेको पत्तो नै पाइनन्। होटेलमा वेटरको सेवाबाट रोजगारी सुरुवात गरेकी उनले दोहाकै सङ्घर्षबाट यो अन्तरालमा आकाश जमिनको परिवर्तन गरेकी छन्। प्रतिष्ठित ल्यान्डमार्क बिजनेस ग्रुपमा कार्यरत सयौंको संख्याका कामदारलाई रोजगारी दिलाउने वा हटाउने निर्णय गर्ने तहमा पुगेकी छन् अहिले रत्ना। होटेलको वेटरबाट बिजनेस ग्रुपको कामदार छनौट गर्ने हैसियतमा पुगेपछि उनको करियरमा यस्तो परिवर्तन आएको हो। मैले चाहिँ यहाँ अहिले के गर्छु भन्दाखेरि भिसा रिन्यू हुन्छ हाम्रो, होइन, भिसा अप्लाई हुन्छ। जस्तै हामीले नेपाल, फिलिपिन्स, केनियन, इन्डिया, इन्डोनेसिया त्यताबाट स्टाफहरू ल्याएको हुन्छ, उनीहरूको लागि भिसा अप्लाई गर्छ, भिजिट भिसा पठाउँछ। अरू हामीले पासपोर्ट रिन्यूको लागि उनीहरूलाई स्टाफहरूलाई याद दिलाउँछ, उनीहरूले एम्बेसी गरेर पासपोर्ट रिन्यू गरेर ल्याउँछ। अर्को स्टाफहरू भेकेसन जाने छ भने हामीले एक्जिट गर्छौँ यहाँबाट। त्यसपछि हामीले हाम्रो जस्तै अब थुप्रै स्टोरहरू छ यहाँ, उनीहरूको सेलको लागि पर्मिट बनाउँछौँ, त्यो चाहिँ हामीले गर्छ। स्टोरको लाइसेन्स रिन्यू, लाइसेन्स अप्लाई, त्यो सबै हामीले यहीँबाट गर्छौँ। यता 10 वर्ष अघि ट्राभल एजेन्सीमा टिकेटिङको जागिरे जीवन सुरु गरेकी मन्जु धिताल अहिले संसारकै प्रतिष्ठित जहाज कम्पनीको 4औं तहमा सेवारत छिन्। 5 तारे जहाज कम्पनी कतार एयरवेजको मुख्यालय दोहामा रिजर्भेसनमा काम गर्ने मन्जु पहिलो नेपाली महिला हुन्। उनी नेपालमा आफ्नो क्षमता अनुसारको अवसर नपाएर विदेश पलायन भएकी हुन्। कतार आएपछि चाहिँ अब यहाँ त अब झन् एक्सपिरियन्स नै खोज्ने भयो, होइन। एक्सपिरियन्स खोज्दा यहाँ वान अफ द बेस्ट ट्राभल एजेन्सी नै हो रिजेन्सी ट्राभल भन्ने, होइन। त्यही एक्सपिरियन्सको आधारमा नै मैले अब त्यो ट्राभल एजेन्सीमा काम पाएँ। अनि त्यो ट्राभल एजेन्सीमा मैले 1 वर्ष गरेँ, होइन। त्यो ट्राभल एजेन्सीमा 1 वर्ष गरेपछि अब उता गएर आएपछि अब त्यही ट्राभल एजेन्सी, अब रिजेन्सी ट्राभल एजेन्सीको एक्सपिरियन्स त एकदमै राम्रो मान्छ कि यहाँनिर। त्यही ट्राभल एजेन्सीको एक्सपिरियन्समा अब मैले कतार एयरवेजमा पाएँ। अब कतार एयरवेजमा अब ग्रेड 4 भनेको राम्रै पोस्ट मानिन्छ कि अहिले चाहिँ ग्रेड 4 मा मैले काम गरिरहेको छु। 1 वर्ष अघि मात्र कतार प्रवेश गरेकी दाङकी मन्जुले कति अवधि उतै बिताउने भन्ने निश्चित गर्न सकेकी छैनन्। श्रीमानसँगै बस्दै आएकी उनी नेपालको अवसर भन्दा धेरै गुणा राम्रो पाएकाले पनि कतारप्रति आकर्षित भएकी हुन्। मन्जु र रत्ना फरक फरक क्षेत्रमा प्रतिष्ठित कम्पनीमा महत्त्वपूर्ण तहमा पुगेका 2 नेपाली चेली हुन्। यी 2 चेली आफ्नो क्षेत्रमा अनुभवी र हातमा सिप भएका प्रवासी महिला हुन्, जसले खाडीमै सुनिश्चित भविष्य देखेका छन्। पाइन्छ जस्तो पाइन्छ, काम गरे हुन्छ। दुःख गरेर कसैले केही तपाईँको केही हुँदैन कि तपाईँको इज्जत जाँदैन। दुःख गर्दाखेरि सानो काम गरेर पनि तपाईँको इज्जत जाँदैन। मेरो डिपार्टमेन्टमा त कोही पनि छैन, म नै फर्स्ट लेडी हो नेपाली चाहिँ, होइन। कतार एयरवेजमा त हुनुहुन्छ, अब ग्राउन्ड सर्भिसमा हुनुहुन्छ, अनि केबिन क्रूहरू त धेरै नै हुनुहुन्छ, होइन। यता 5 थरकी राममाया राई र नुवाकोटकी मन्जुमाया तामाङ भारत दुबई हुँदै लेबनान पुगेर 1 रात मात्र बिताइन् रुँदै नेपाल फर्किएका छन्। 4 जनासँगै विदेश उडेका उनीहरूमध्ये 2 जना उतै रहेको र आफूहरू एयरपोर्टमै बिचल्ली बनेकाले नेपाल फर्कनु परेकोमा बिलौना गर्दै पठाउने व्यक्तिलाई सराप छन्। अब मलाई यसो पठाउने मान्छेहरूलाई म सकेसम्म कायम गर्न चाहन्छु। मेरो पैसा म फिर्ता लिन चाहन्छु। मेरो पैसा फिर्ता दिएन भने त्यो मान्छेलाई त्यसलाई पुलिसलाई खबर गरेर जारी गरेर म सम्बन्ध कोसिस गर्छु। उनीहरू लेबनानबाट दुबई हुँदै नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ फर्किएका हुन्। भारतबाट नजाने भन्दा भन्दै मेन पावर दलालले जबरजस्ती पठाएको मन्जुमायाले जहाजभित्र हाम्रो क्यामेरा मार्फत सुनाइन्।
तर झन्डै आधा घण्टा लामो क्यामेराको वार्तालापमा राममाया भने एक शब्द पनि फुटाउन सकिनन्। पहिला त म नजाने भनेको उनीहरूले मलाई जाऊ जाऊ भन्ने जबरजस्ती पढायो होइन। अनि पढाएर मैले नजाने भने तिमीहरू त्यहाँ पुगेर राम्रो काम हुन्छ राम्रो हुन्छ भनेर पढायो। तर उनीहरूले मलाई हुनसक्छ नक्कली भिसा पढाएर हो के होला। तर म त्यहाँ पुग्ने बित्तिकै केही राम्रो काम पाएन। म त्यहाँबाट फर्किनु पऱ्यो। तिनीहरूलाई म कसरी हुन्छ हजुर त्यहाँबाट कसरी हुन्छ अब के हुन्छ। अब म नेपाल अब म काठमाडौँमा सकेसम्म उनीहरूले म अब भेट्यो भने त कोसिस गर्छु उनीहरूलाई कायम दिन्छु। यही मेरो चाहना। बाआमा समेत नभएकी उनी 2-4 पैसा कमाउन खाडीमा घरेलु कामका लागि गएकोले एकै रातमा फर्कनु पर्दाको पीडाले सताएको बताउँछिन्। उसले त खै घर टाढा रे है बिचरा उसको है बाआमा छैन रे होइन। उसको बाआमा छैन रे दाई दिदी घरमा हुनुहुन्छ अरे बिहा गरेर छैन रे बिचरा कमाउँछु भनेर गएको फर्केर आउनु पर्यो। उसको हालत यस्तो भयो होइन। अब के गर्ने त्यही त हो नि। अब जान्छु कमाउन जान्छु भनेर गएको फर्केर आउनु पर्यो। अब घर जाउँ भने खर्च छैन अब केही छैन। अब घर टाढा छ अरे 1500-16 सय लाग्छ अरे। अब अहिले खाजा खाऊ भने पैसा छैन अरे। अब त्यो भनेर भनिरहेछ। अब खै थाहा छैन मलाई। केही समय अघि इसान रोजगार र अहिले स्तुपा मेन पावरसँग आबद्ध रहेका सिके लालले घरको कामको लागि भनी लेबनान पठाएको मन्जुमाया सुनाउँछिन्। हामी घरको कामको लागि गएको खास। तर हाम्रो केही यस्तो दुःख हुँदैन हामीलाई पनि थाहा छैन। यस्तो हुन्छ भनेर थाहा छैन। यस्तो भयो हुन्छ भनेर हामी नजाने थियो। तर के गर्ने तर फर्केर आयो राम्रै भयो। उनले 25,000 का दरले ती दलाललाई पैसा बुझाएको बताउँदै दलालको सम्पर्क मोबाइल नम्बर समेत दिएकी छन्। हामीले सिके लाललाई सोद्धा सुरुमा आफूले नपठाएको भनी छल्न खोजेका थिए भने केही दिनपछि मोबाइल नम्बर नै परिवर्तन गरेका छन्। म पहिला म बिहा गरेको थिएँ है नजाने भने उनीहरूले। अनि बिहा गरेर आएर पनि उनीहरूले जानुपर्छ भने भिसा आएछ भनेर अनि म गएर दिल्ली गएँ है। दिल्लीबाट म 5-6 दिनमा फर्केर आयो फेरि घरमा बस्यो। घरमा काठमाडौँ आयो फेरि 11 दिन होला। मनमा सोचेँ है अब के थाहा यस्तो हुन्छ बुढालाई। अब त्यसो भने बुढाले मान्यो है हुन्छ तिमी जाऊ भने। अनि गएर अब नपठाउनु उनीहरूले मेन पावर मान्छेले तिम्रो खर्च भयो हाम्रो पनि खर्च भयो के गर्ने जानुपर्छ जबरजस्ती जस्तै हो नि होइन। नजाने भनेपछि अब मेरो बुढाले यस्तो रिस उठ्यो है। कतार एयरवेजमा काम गर्ने मन्जु धिताल ल्यान्डमार्क बिजनेस ग्रुपकी HR तहकी रत्न बस्नेत र घरेलु कामदारको रूपमा लेबनान हानिएका यी मन्जुमाया तामाङ राममाया राईको कथा फरक पृष्ठभूमिको भए पनि सबैले एउटै उद्देश्यले खाडी मुलुक रोजेका हुन्। 2-4 पैसा कमाउला विदेशको हावा पनि चाखौला अनि आफ्नो र परिवारको भावी दिनलाई सरल र सहज बनाउला भन्ने यिनीहरूको एउटै सपना थियो। घरेलु कामका लागि खाडी मुलुक हानिएका यी 2 चेली एक रात बिताएर फर्किए भने संगठित क्षेत्रमा गएका यी अर्का 2 चेलीले दशक बित्दा पनि घर फर्किने योजना बनाएका छैनन्। वैदेशिक रोजगारमा महिलाको अवस्थाबारे यी 2 कथाले प्रश्न पार्छ। यही कारणले विदेशी महिला मात्र होइन नीति निर्माता तहका सरकारी एवं गैर सरकारी ओहदाका व्यक्तिहरू नै प्रश्न हुन सकेका छैनन्। दुविधा जस्तो देखिन आउँछ किनभने रत्नाजी र मन्जुजीको कथा के अरे अनुभव सुन्दाखेरि यो जस्तो राम्रो विकल्पहरू छैन रहेछ जस्तो देखिन्छ भने लेबनानबाट फर्किनु भएको बहिनीहरूको कथा सुन्दाखेरि चाहिँ वैदेशिक रोजगार जस्तो अलपत्र पर्ने ठाउँ अर्को केही होइन रहेछ भन्ने कुरा हुन्छ। त्यसमा यो ठिक कि त्यो ठिक त भन्ने कुराहरू आउँछ। यदि हामीले राम्ररी हेर्ने हो भने रत्नाजी र मन्जुजीको धेरै तयारी आफ्नो उहाँहरूको क्षमता अभिवृद्धि भइसकेको थियो भने लेबनान जानुपर्ने बहिनीहरू चाहिँ लहलहैमा जानुभएको जस्तो पनि देखिन्छ। किनभने नयाँ जुन सरकारले ऐन लिएर आएको छ वैदेशिक रोजगार ऐन यसमा स्पष्ट रूपबाट भनिएको छ कि एजेन्टबाट नजानुहोस् संस्थागत तरिकाले जानुभयो भने तपाईँले चाहिँ पूर्व प्रस्थान तालिमको शुल्क 700 रुपियाँ समेत फिर्ता पाउनुहुन्छ भन्ने कुराहरू गरिएको छ। संस्थागत तर्फबाट जानुभयो भने तपाईँहरूको बच्चाहरूको लागि शिक्षा स्वास्थ्यको योजनाहरू हुन्छ। तपाईँहरूलाई सेल्टरको व्यवस्थाहरू गरिनेछ। महिलाहरू कामदार 1000 जनाभन्दा बढी गएको ठाउँमा महिला श्रम सहचरीहरू पठाइन्छ। विदेशको एयरपोर्टहरू प्रयोग नगर्नुहोस् भन्ने कुराहरू गरिएको छ। तर यो सबै कुराको उसमा गएर चाहिँ उहाँहरूले एजेन्टलाई नै चाहिँ एकदमै विश्वास गरेर जानुभएको छ। त्यसकारणले गर्दाखेरि एजेन्टलाई विश्वास गर्दाखेरि चाहिँ उहाँहरूको चाहिँ जिन्दगी उहाँलाई चाहिँ एकदम अभिशाप जस्तो भयो। अब
धेरैजसो महिलाहरू के देखिन्छ भने 60% ब्याजमा पैसा लिएर जानुहुन्छ, किन ब्याङ्कले धितो माग्छ, धितो उहाँहरूसँग बुझाउने छैन। धितो नहुँदाखेरि त जतिसुकै ब्याङ्क खोलोस् कि सहकारी होलोस्, उनीहरूलाई त राम्राम्ती, उनीहरूलाई त्यसले केही पनि असर गरेन। उहाँहरू त साहु महाजनका जानुहुन्छ, साहु महाजनका जानुपर्दाखेरि 60% चर्को ब्याजमा पैसा लिनुहुन्छ उहाँहरूले। अनि त्यो पैसा लिएको चाहिँ उहाँहरूले चाहिँ अनावश्यकै रूपमा चाहिँ एजेन्टहरूलाई त्यो बाँड्नुपर्ने हुन्छ त्यो पैसा। उहाँहरूलाई जानुलाई घरेलु कामदारको लागि भिसा फी चाहिँदैन, त्यसपछि टिकटको चाहिँदैन, फर्किँदा पनि फ्री पाइन्छ टिकटहरू, त्यो कुराहरू सबै चाहिँ उहाँहरूले त्यो पनि चार्ज गर्छ। अब यो के कारणले यस्तो विचल्लीको अवस्था आएको छ, त्यो यसको कारण खोज्न जरुरी छ। कारण भनेको अब कतिपय त यो वैदेशिक रोजगार व्यवसायीका एजेन्टहरू, दलालहरू, उनीहरूको पनि बदमासी छ र त्यो बदमासी भनेर त्यसलाई मात्रै दोष दिएर हामी बस्न सक्दैनौँ। त्यसरी जाने महिला कामदारहरूलाई एउटा सचेतना कार्यक्रम ग्रामीण तहसम्म कसरी पुर्याउने, त्यसमा चाहिँ हामी केन्द्रित हुनुपर्दछ र अनडकुमेन्टेड रूपमा जाँदाखेरि समस्या पर्दछ। त्यसकारण एउटा डकुमेन्टेड भएर वैदेशिक रोजगार विभागको स्वीकृति लिएर बिमा गर्ने कुरा, स्वास्थ्य परीक्षण गर्ने कुरा र ओरिएन्टेसन ट्रेनिङका व्यवस्थाहरू छन्। यी सबै कुराहरूमा सामेल भएर केही बुझेर र सिकेर गइयो भने समस्या पर्दैन भन्ने हाम्रो ठराइ छ। र मुख्य कुरा नै गाउँ तहसम्म जब विदेशमा जानको लागि महिला कामदारहरू राहदानी बनाउने प्रक्रियामा लाग्दछन्, त्यही बेलादेखि नै हामीले सचेतना कार्यक्रम कुनै न कुनै रूपमा जिल्ला तहमा पुर्याउनु पर्दछ। हातमा सिप, पढाइमा योग्यता र भाषामा दक्षता भएका नारीलाई त्यही खाडीको रोजगारी सञ्जीवनी बनेको छ भने अध्यक्ष र योग्यता नभएकाहरूका लागि भने अभिश्राप बनेको छ। कतिपय कामदारहरू, महिला कामदारहरू वैदेशिक रोजगारमा गएर एउटा राम्रो गरेको अवस्था छ भने यो उनीहरूको लागि यो सञ्जीवनीको रूपमा लिन निश्चित रूपमा सकिन्छ र कतिपय चाहिँ विचल्ली भएको अवस्था छ र त्यो अभिशापको अवस्था पनि हो। र अब नीतिगत व्यवस्था के कस्तो कायम गर्ने भन्ने कुरामा दुविधा भन्दा पनि यसलाई व्यवस्थित कसरी गर्ने भन्ने सन्दर्भमा लाग्नु पर्ला जस्तो लाग्दछ। अब यसलाई रोक्ने भन्ने अवस्था अहिले भयो जस्तो लाग्दैन, किन मानव अधिकार कर्मीहरू, महिला अधिकार कर्मीहरू, महिला र पुरुषलाई समान अवसर हुनुपर्छ भन्ने मान्यतामा हुनुहुन्छ र नेपाल सरकारले पनि सरकारी तौरबाट पनि त्यसलाई रोक्न उपयुक्त नहोला। तर यसलाई खास गरी कसरी व्यवस्थित गर्ने र एउटा वैदेशिक रोजगारमा जाने महिला कामदारहरूलाई जानहिफका बनाएर कसरी पठाउने र जो अनडकुमेन्टेड रूपमा बाहिर गइरहेछन् त्यसलाई कसरी रोक्ने, यो चाहिँ अहिले हाम्रो मूल समस्या हो। विदेशको रोजगारीमा इच्छा जनाउने युवतीका लागि मात्र होइन, युवाको लागि पनि ठूलो पाठ दिने घटना हुन् यी दुवै। एकातिर वैदेशिक रोजगार सम्बन्धी नयाँ ऐन 2064ले संसारको कुनै पनि ठाउँमा लिङ्गका आधारमा महिलालाई बन्देज नलगाउने ग्यारेन्टी गरेर नीतिगत फैसला गरे पनि व्यावहारिक रूपमा पनि केही कठिनाई उब्जाएको छ। छुट्टीमा काठमाडौँ आउँदा 1 महिना पनि बिताउन कठिन हुने बताउने रत्ना आफूले पाएको अवसर र जिम्मेवारीप्रति प्रतिबद्ध भएको जनाउँदै राम्रो नराम्रो भन्ने कुरा आफूमा निर्भर हुने बताउँछिन्। तपाईँ सानो काम होस् ठुलो काम होस् बाहिर जान्छु गर्छु गरेर फर्किन्छु बरु भन्ने सोचेर आएको हुन्छ। किनभने यहाँनिर त्यो त आफूमा डिपेन्ड हुने कुरा पनि हो होइन, तर यहाँनिर चाहिँ एकदमै सुरक्षा छ नारीहरूलाई चाहिँ, लेडिजहरूलाई चाहिँ त्यस्तो केही कुनै प्रकारको त्यस्तो अब गलत नै बाटो अब रोज्छन् भने त त्यो आफूमा डिपेन्ड हुने कुरा हो। तर आफूले म केही पनि गर्दिनँ, म चाहन्न भन्दाखेरि चाहिँ यहाँनिर केही पनि त्यस्तो असुरक्षा छैन। यहाँनिर कतार एयरवेजमा 1 वर्ष अघिदेखि काम गर्दै आएकी मन्जु 10 वर्ष अघि यस क्षेत्रमा प्रवेश गर्दा यहाँसम्म आइपुग्छु भन्ने कल्पना समेत नगरेको बताउँदै आफ्नो कामप्रति सन्तुष्ट देखिएकी छन्। उनी खाडीमा महिलालाई राम्रो व्यवहार गरे पनि आफ्नै देशमा नकारात्मक टिप्पणी हुँदा नराम्रो लाग्ने तर्क राख्छिन्। हाम्रो देशमा भन्दा पनि बढी सेक्युरिटी जस्तो लाग्छ कि मलाई यो गल्फ कन्ट्री कतारमा चाहिँ। अब अरू ठाउँ त म गएको छैन होइन, कतारमा चाहिँ मलाई अब त्यो असुरक्षित हुने सेक्युरिटी त्यति छैन भन्ने त्यस्तो चाहिँ मलाई एकदमै गलत जस्तो लाग्छ। किनभने महिलाहरूलाई एकदमै यहाँ प्राथमिकता दिन्छन् अनि सेक्युरिटी पनि राम्रो हुन्छ, किनभने हामी एक्लै राति हिँड्न पनि सकिन्छ, यहाँनिर केही प्रब्लम छैन होइन। किनभने मेरो राति 11 बजेसम्मको ड्युटी हुन्छ, म एक्लै आउँछु, राति ट्याक्सीमा आउँछु अथवा ट्रान्सपोर्टेसनहरूमा आउँछु, तर केही प्रब्लम छैन कि त्यहाँ। तर नेपालमा चाहिँ अब जस्तै हाम्रो देशमा भन्दा बढी सुरक्षा छ भन्ने लाग्छ। उता दलालको भरमा लेबनान पुगेर फर्किएकी मन्जुमाया तामाङ विदेश जाँदा लागेको ऋण कसरी तिर्ने भन्ने कुराले 4 घण्टाको उडानमा चिन्तित देखिन्थिन्।
तामाङसँगै फर्किएकी राममायाका आँखा उडान अवधिभर ओभाउन सकेनन् र टाउको उठाउन पनि। रत्न बस्नेत साहसिलो महिलामा सिप हुने हो भने नेपालमा बेरोजगार भएर भौतारिनु र भविष्यप्रति अन्यल हुनुभन्दा कतारमा आएर दुःख गर्नु राम्रो हुने बताउँछिन्। त्यहाँ बेरोजगार भएर बस्नुभन्दा अलिअलि दुःख गर्दा केही फरक पर्दैन। अलिकति दुःख पर्ला, ओके 8 घन्टाको ठाउँमा 9 घन्टा काम पर्ला होइन, 1-2 घन्टा। हामीले पनि कति पहिले काम गर्दाखेरि 8 घन्टा भनेर लिएर आएको बेलामा धेरै आवर्स पनि काम गरेको थिएँ होइन। अब कहिलेकाहीँ ढिलो चाँडो भन्ने कुरा त भइहाल्छ होइन। त्यस्तो कुरा सानो सानो कुरालाई सोचेर त्यो आफ्नो पाइरहेको रोजगारी छोडेर त्यहाँ बेरोजगार भएर बस्नुभन्दा त बरु अलिअलि दुःख गर्छु, परदेशको ठाउँ त हो नि होइन। 1 वर्ष दुःख गरेर अलिक कमाइ गरेर बरु फर्किन्छु भन्ने त्यस्तो हिसाबले बरु आयो भन्छ। मन नपरेदेखि फेरि छुट्टी जानु, फर्केर नआउनु। उनी अहिलेका युवती पनि आफ्नो भविष्यप्रति बढी जिम्मेवार हुन चाहेको तर अवसर नपाएर खुम्चिनु पर्दा सिङ्गो देशलाई हानि हुने उल्लेख गर्दै अभाव र अपराधले दिदी बहिनीमा निराश बढेको अनुभव सुनाउँछिन्। हुन्छ बाहिर जानु, काम गर्नु, अहिले नेपालमा काम छैन भनेदेखि के गर्ने? मैले नेपालमै पनि मान्छेहरू रोएर बसेको देखेछु। बत्ती छैन रे 8 घन्टा 9 घन्टा 10 घन्टा। एउटा पार्लरमा गयो भने कपाल बनाउन बहिनी टाइमै छैन, आज बत्ती नै छैन, कसरी बनाउने, घर भाडा कसरी तिर्ने, त्यो पसलको कसरी तिर्ने, त्यस्तो भनेर कराइरहेछ, रोइरहेछ। उनीहरूले पाएदेखि यहीँ आउला जस्तै गरिरहेको थियो होइन। त्यो दिदीहरूलाई मैले देखेर मैले त्यतिखेरै सोचेको थिएँ कि त्यस्तो अब त्यही हालत त्यस्तो खराब भइरहेछ भनेदेखि राजनीति र गभर्मेन्ट सरकारको त्यो बाटो हेरेर चाहिँ नबसी नै हुन्छ कि। जहाँ उता मन्जु केही गर्न चाहने महिलालाई अनेकौं बहानामा विदेश जानबाट रोक लगाउनु भन्दा आवश्यक संयन्त्र बनाएर विदेश पठाउँदा फाइदा हुने सुझाव दिन्छिन्। यहाँ केही पनि त्यस्तो असुरक्षित छैन होइन। सरकारले पनि त्यसरी रोकटोक गर्नुपर्ने केही जस्तो लाग्दैन मलाई चाहिँ, किनभने हामीले हाम्रो एक्सपिरियन्सको आधारमा चाहिँ यहाँ केही नै त्यस्तो छैन। अब अहिलेसम्म हामीलाई कसैले त्यस्तो दृष्टि उठाएर हेर्ने पनि कोसिस गरेको छैन। यहाँनिर त्यस्तो अब जेन्ट्सहरूले केटी मान्छेहरूलाई अलिकति नराम्रो नजरले हेऱ्यो भने त्यो पनिसमेन्ट पनि एकदमै डेन्जर हुन्छ होइन। त्यही भएर यहाँ चाहिँ आफू राम्रो बाटो लिएर आफूले राम्रोसी काम गर्यो भने कुनै प्रकारको केही अब त्यस्तो असुरक्षा भन्ने केही पनि छैन। एकदमै राम्रो सेक्युरिटी छ र उहाँहरू काम गर्न आउन चाहनुहुन्छ भने सरकारले पनि बाटो खुलाइदिनु हुन्थ्यो जस्तो लाग्छ मलाई। रत्ना पनि भरपूर जानकारी लिएर विदेशी नै जो कोहीले जोखिम मोल्न नपर्ने कुरामा जोड दिन्छिन्। सिक्न खोजिन्छ, कहाँ ट्रेनिङ लिन सकिन्छ, अलिकति पैसा खर्च गरेर भए पनि ट्रेनिङ गर्न सकिन्छ भने गर्नुपर्छ होइन। उनी भन्छन् योग्यता भएका नेपालीलाई आफ्नै कम्पनीमा पनि रोजगारी दिलाउँदै आएकी छु। तपाईँ नेपाली यो पोजिसनमा हुनुहुन्छ, नेपालीलाई मात्रै रोजगार दिन के समस्या छ? नेपाललाई मात्रै रोजगार दिन त खास केही समस्या छैन। अब उनीहरूको क्वालिफिकेसनमा भर पर्छ होइन। कतिको क्वालिफिकेसन छ त्यही हिसाबले हामीले काम दिन्छौँ। अब क्वालिफिकेसन छ सेल्सको लागि, अब उनीहरूले जब खोज्छ हाम्रो अकाउन्टतिर या एडमिनतिर त हामीले दिन सक्दैनौँ होइन। उनीहरूमा अहिले हामीले के गर्छ कहिलेकाहीँ कति नेपाली भाइहरू त्यस्तो भइरहेछ होइन। सेल्समा लिएर आउँछ सेल्सम्यानको लागि, यदि उनीहरू एकदम क्वालिफाइड छ, राम्रो छ भने 1 वर्ष जतिमा हामीले फेरि प्रमोट गर्छौँ, सिनियर सेल्स बनाउँछौँ। त्योभन्दा पनि अझ राम्रो गर्छौँ भने म्यानेजर बनाउँछौँ। त्यो चाहिँ अब उसमा भर पर्छ, कतिको काम देखाउन चाहन्छ, कतिको खुसी छ, कतिको उसले काम लिन खोज्छ, उसले कतिको आफ्नो रिस्पोन्सिबिलिटी देखाइरहेछ, त्यो हिसाबले अनि हामीहरू बढाउँदै जान्छौँ। नेपालमा भन्दा कतारमा महिलालाई राम्रो व्यवहार गरिने भएकाले उनीहरूलाई कुनै पनि बन्देज लगाउनु न्यायसङ्गत नहुने अनुभव सुनाउँदै नेपालकै एयरपोर्टबाट महिलालाई विदेश जान दिनुपर्ने सुझाव दिन्छिन्। भाषा सिकेका दक्ष र अनुभवी महिला कतार भिजिट भिसामा आएर जागिर रोज्न सकिने उनीहरूको अनुभव छ। मेरो कजनहरू, मेरो निजहरूलाई पनि मैले के गरिरहेको छु भनेदेखि उनीहरूलाई पनि ल्याङ्ग्वेज सिकाऊ भन्छु होइन। उनीहरूलाई पनि ल्याइरहेको छु होइन। उनीहरूले पुरा बोल्न जान्ने भएपछि म यहाँ ल्याउँछु अनि त्यसपछि उनीहरूलाई यताउता इन्टरभ्यूमा उनीहरू ट्राभल एजेन्टमा छ भने ट्राभल एजेन्टतिर इन्टरभ्यूमा पठायो होइन। नत्र भने सेल्समै उनीहरूले मन पराउँछ भने सेल्सतिरै गरिरहेको छु होइन। उनीहरूले त्यस्तो गरी जाँदाखेरि इन्टरभ्यू यहाँ थुप्रै भेकेन्सीहरू आइरहेको हुन्छ न्युज पेपरमा होइन। उहाँबाट ट्राई गर्दाखेरि थुप्रै टाइम पनि लाग्छ अनि आफूले भनेको जस्तो काम पनि पाइँदैन। उनीहरूमा क्वालिफिकेसन छ, बोल्न सक्छ भनेदेखि आयो हुन्छ भिजिट भिसामा। भिजिट भिसा पाइहाल्छ, कतार वेज भिसा पनि पाइहाल्छ 2-3 महिनाको होइन। त्यतिखेरसम्म उनीहरूले साथीहरूसँग बसेर या आफ्नो रिलेटिभसँग बसेर जबहरू खोजेर न्युज पेपर हेरेर त्यसमा गए पनि हुन्छ कि थुप्रै ठाउँमा इन्टरभ्यूमा गयो कहीँ न कहीँ पाइहाल्छ। यी दुवै आफ्नो भविष्य बनाउन अरूको मुख ताक्न नहुने कुरामा पनि विश्वस्त हुँदै मेहनती र परिश्रमीले कतारमा सम्मान र इज्जत पाउने गरेको बताउँछन्।
सधैँ नेपालमा सबैजनाले गल्फ गएको कतार गएको भन्ने सोचे कि धेरै जस्तो काठमाडौँको मान्छेहरूले चाहिँ तपाईँहरूले आएर सोधिदिनु भएको हाम्रो हालत के छ कस्तो छ काम कस्तो छ भनेर सोध्नु भएकोमा चाहिँ एउटा यस्तो लागिरहेको छ कि हाम्रो माइती आएर सोधियो जस्तो लागिरहेको छ कि खुसी चाहिँ एकदमै खुसी लागेछ। अनि एउटा कुरा चाहिँ नेपाल दिदीबहिनी दाजुभाइहरू सबैलाई प्लिज गल्फ आउँछु भनेर सोचे हुन्छ अनि गल्फमा केही गाह्रो छैन, सबैले इज्जत गर्छ, सबै मान्छेले इज्जत गर्छ। यहाँ जति इज्जत तपाईँहरूले कहीँ गए पनि पाउनुहुन्न होला। खाडी मुलुकमा गएको 100% महिलालाई चाहिँ शारीरिक शोषण हुन्छ, यौन शोषण हुन्छ भन्ने कुरा चाहिँ आफैमा गलत हो र भाँडा माझ्ने महिलाहरूप्रतिको हेर्ने दृष्टिकोण पनि हाम्रो फरक छ। अनि त्यस कारणले गर्दाखेरि महिलाहरू खाडी मुलुक गएर आएको भनेर भन्यो भने यहाँ चाहिँ हामीलाई चाहिँ इज्जत तरिकाले हेरिँदैन, हाम्रो चाहिँ सम्मान हुँदैन, हाम्रो डिग्निटीमा हाम्रो आत्मसम्मानमा चोट पुग्छ भन्ने कुरामा धेरै उहाँहरू चाहिँ संवेदनशील हुनुहुन्छ। त्यस कारणले उहाँहरूले यति राम्रो गरेर आफ्नो पाखुरा बजाएर काम गरेर आउनु, तर खाडी मुलुक भन्ने बित्तिकै आफ्नो चाहिँ स्वात्तै आफ्नो चाहिँ एउटा पद चाहिँ तल झर्नु, आफूलाई हेर्ने दृष्टिकोण चाहिँ कमजोर हुनु, यसलाई हेलाको दृष्टिकोणले हेर्नु कुरा चाहिँ उहाँहरूलाई मन्जुर छैन। त्यस कारणले गर्दा पनि उहाँहरू चाहिँ हामी खाडी मुलुकबाट गएर आएको भए तापनि खाडी मुलुक गएर आएको भन्न नरुचाउन सक्नुहुन्छ नि, यो त महिलाको आफ्नो चाहिँ निर्णयको कुरा पनि हो। तर यदि खाडी मुलुक गएर आउनुभएको डोमेस्टिक हेल्परमा काम गरेर आउनुभएको भने उहाँले लजाउनु पर्ने कुराहरू छैन, किनभने भाँडा माझ्ने काम चाहिँ तल्लो काम हो र कम्प्युटरमा बसेर गर्ने काम चाहिँ उपल्लो काम हो भनेको चाहिँ हाम्रो जस्तो एउटा सामन्ती सोचको परिणति हो। काम हो होइन, काम सबै काम चाहिँ रिस्पेक्टफुल हुनुपर्छ भन्ने कुराहरूमा धेरै प्रचार प्रसारहरू गरिनु जरुरी छ। त्यस अध्यक्ष र योग्यता नभएका महिलाका लागि जोखिम हुन्छ भने दक्ष र सिप भएका महिलाका लागि भने युरोप र अमेरिका सरह अवसर। यसबाट पुष्टि हुन्छ भाषा र सिप भएका महिला कहीँ कतै पनि ठगिँदैनन् र प्रताडित पनि हुँदैनन्। तर जो महिला कुनै पनि जानकारी र सिप नै नलिई विदेश जान्छन् तिनीहरूको सपना अधुरो मात्र हुने होइन, शारीरिक र मानसिक यातना पाएर ठगीको समाचार बनिरहेका छन्। यस्तो समाचार तपाईको नबनोस्। तपाईले थाहा पाइहाल्नुभयो, नेपाल सरकारले वैदेशिक रोजगार सम्बन्धी नयाँ ऐन 2064 मार्फत लिङ्गका आधारमा महिलालाई खाडी क्षेत्रमा अथवा वैदेशिक रोजगारमा विभेद नगर्ने भनिए तापनि ती क्षेत्रमा नेपाली महिलाको रोजगारी अवसर र चुनौती बनेका छन्। खास गरी सिप र दक्षता भएका महिलाले अवसरका रूपमा लिएका छन् भने अध्यक्ष र कुनै ज्ञान अथवा सिप नभएका महिलाका लागि यो अभिशाप बनेको छ।